कार्यक्रममा उपस्थित हुनुभएका अघिसम्म हाम्रा प्राचार्य महोदय हुनुहुन्थ्यो डाक्टर प्रज्वल चन्द्र लामा, म उहाँलाई सम्बोधन गराउँछु। यसरी नै कलेजका आइक्युएसीका संयोजक सर आदरणीय डाक्टर पुजस यन्डे सर, हाम्रा टिसिएस शिक्षक परिषदका प्रभारी सर सचिव सर अरुण घोष सर, हाम्रा विभागका वरिष्ठ प्राध्यापक विनेश प्रधान सर, डाक्टर राजकुमार छेत्री सर, प्रोफेसर कपिल बस्नेत सर लगायत हाम्रा डिभिजन विभागबाट पनि हुनुहुन्छ नामलाई पनि म सम्बोधनमा राख्छु। अनि सम्पूर्णलाई म उष्टमा सम्बोधनमा राख्छु, मेरा साथीहरू भाइ बहिनीहरू। र कुनै पनि कार्य हुँदाखेरि त्यसको पछाडि कारण हुन्छ। किन त्यो हामी मनाउँछौँ? कारण हामीले जे पनि मनाउँछौँ, जे पनि मान्छौँ, त्यसको पछि एउटा कुनै कारण, ठोस कारण हुन्छ। र आज हामी 20 अगस्तको दिन सालैपछि हामी विशेष नेपालीहरूले आफ्नो भाषा भारतको संविधानको 8औं अनुसूचीमा अन्तर्भुक्ति पाएको यस एउटा पवन अवसर हो, एउटा सुखद क्षण हो। यसलाई सम्झनको लागि, सम्झनालाई हामी यहाँ यसरी भेला हुन्छौँ। र आज जुन प्रकारले हामीले भाषा मान्यता यसरी मनाउँछौँ, त्यस पछाडि हाम्रा अग्रजहरूको हनुमानी जाँगर भन्छ त्यस्तो छ। दीर्घ उहाँहरूको परिश्रम छ, उहाँहरूको खटाइ छ। त्यस बमोजिम त्यस कारणले गर्दाखेरि आज हामी यहाँ उभिएर आफ्नो नेपाली भाषाको बारे सगर्वसँग गौरवसँग हामी भन्न सक्छौँ। इन्द्रबहादुर राई सरको शब्दमा भन्नु हो भने, उहाँको शब्द सापाटी लिएर भन्नु हो भने, नेपाली भाषाले भारतको 8औं अनुसूचीमा अब पलैँटी कसेर बसिरहेको छ। अघि हाम्रो आइक्युएसी सरले पनि भाषा मान्यताबारे, भाषा मान्यता प्राप्त अथवा संविधानमा भाषालाई हालिसकेपछि पाइने सुविधाहरूको पनि हामीलाई सरले अलिकति अघि जनाउनु भयो। मेरो आज विषय त्यही छ। कारण हाम्रा भाइ बहिनीहरूलाई विशेष यस समारोह किन हुँदैछ, कारण के छ पछाडि, त्यसको एकदमै थाहा हुनुपर्छ। र नेपाली भाषालाई भारतको संविधानको 8औं अनुसूची, 8th शेड्युल अफ इन्डियन कन्स्टिट्युसन भन्छ, त्यहाँ अन्तर्भुक्ति गर्नलाई 18 जनवरी 1956मा उत्तराखण्डको देहरादुनबाट जागृत गोर्खा नामक म्यागजिन पत्रिकाका सम्पादक अनि उहाँका साथीहरू भएर प्रथम स्मारक पत्र, जसमा मेमोरेन्डम भारतको तत्कालीन राष्ट्रपति डाक्टर राजेन्द्र प्रसाद समक्ष चढाइन्छ। हाम्रो नेपाली भाषा यति धनी, भाषिक रूपमा, साहित्यिक रूपमा सम्पूर्ण पक्षले नै धनी भाषालाई भारतका अन्य भाषा सरह 8औं अनुसूचीमा राखेर यसको थप संरक्षण, संवर्धन गर्ने काम गर्नुपर्छ भनेर त्यस स्मारक पत्रमा 1956 सालमा राष्ट्रपति डाक्टर प्रणब मुखर्जीलाई बुझाउनु भयो। अब र 1956 सालमा गोर्खा जागृत पत्रिकाका सम्पादक आनन्द सिंह थापा अनि उहाँका 2 सहकर्मी वीरसिंह भण्डारी अनि नरेन्द्र सिंह राणाद्वारा चाहिँ भारतका तत्कालीन राष्ट्रपतिज्यूलाई मेमोरेन्डम चढाइयो यस भाषालाई भारतको 8औं अनुसूचीमा, संविधानको 8औं अनुसूचीमा अन्तर्भुक्तिको लागि। र त्यसपछि दीर्घ समय खर्च भयो हाम्रो नेपाली मनको, नेपाली जनको। अनि 1956 सालमा आरम्भ भएको नेपाली भाषालाई संविधानमा अन्तर्भुक्ति गर्नुपर्छ भन्ने मान्यता
20 अगस्त 1992 सालमा भारतका दुवै संसद लोकसभा अनि राज्यसभामा 100% बहुमतले पारित गरेर नेपाली अनि सिन्धी भाषालाई मणिपुरी भाषालाई भारतको 8औं अनुसूचीमा अन्तर्भुक्ति दिलायो। अब यो भयो एउटा यसको व्यापक यसको पक्ष छ। यसबारे बोल्दै गयो भने एउटा वार्तामा सकिँदैन। अब म यहाँ अलिक छोटो बोल्नेछु कारण यो यति व्यापक विषय हो कि यसमा बोल्दै गयो भने एउटा डल्लै सेमिनार नै लाग्छ। यसमा लेख्यौँ भने किताब बनिन्छ, यसमा थेसिस पनि हुन्छ जो हाम्रो भइसकेको पनि छ। र म यो के अरे हाम्रो भाषाले भारतको संविधानमा मान्यता पाइसकेपछि हुने उपलब्धि फाइदाहरूबारे चाहिँ म यहाँ समक्ष बोल्न गइरहेको छु। अनि यसै बिचमा म एउटा भन्छु, हामीले बालकृष्ण समूहको त हामीले प्रायः सुनेका छौँ भाषाबारे। तर मैले अस्ति मात्र पाएँ हाम्रो डाक्टर कुमार प्रधान है, जो यसै हाम्रो कलेजमा पनि हिस्ट्रीको प्रोफेसर हुनुहुन्थ्यो। उहाँ भाषा सङ्ग्रामी पनि हुनुहुन्थ्यो। उहाँ इतिहासकार, साहित्यकार। उहाँले भाषाबारे एउटा भन्नुभएको छ, यो भाषा, यो नेपाली भाषा मेरो मायाको भाषा हो। यो नेपाली भाषा मेरो मायाको सौतीको भाषा हो। यो मेरो विशदको रोदनको भाषा हो। यो मैले भीमनाद गर्दा अभिव्यक्ति हुने भाषा हो। मैले सुखद सपना देख्दा हाँस्ने भाषा हो। अनि फेरि मलाई जीवनमा ऐठन पार्दा जब चिच्याउँछु त्यो चिच्याउने भाषा पनि यही नेपाली भाषा हो। त्यसैले यो भाषा मेरो आत्मा, मेरो प्राण हो भनेर डाक्टर कुमार प्रधानले भन्नुभएको छ। अब प्राण भनिसकेपछि इन्द्रबहादुर सरले एक जग्गा भन्नुभएको छ, हामी नेपाली चाहिँ कस्तो खालको जाति हो भन्दाखेरि चाहिँ हामी माल पाएर चाल्नु पाउने हो हामी है। आज नेपाली पढ्दा, नेपालीमा अनर्स गर्दा समाजबाट नै किन पढेको नेपाली है काम लाग्छ नि त। त्यस्तो खालके हामीले थुप्रै फेस गरेका छौँ, किनभने स्वयं मैले पनि है अब नेपालीको विद्यार्थी भएकोले गर्दाखेरि। तर त्यो चाहिँ के रहेछ भन्दाखेरि हाम्रो समाजमा हाम्रो नेपालीहरूमा चाहिँ त्यो नेपाली भाषाले मान्यता पाइसकेपछि कस्तो खालके उपलब्धिहरू हुन्छ, कस्तो प्रकारको लाभहरू मिल्छ भन्ने उनीहरूलाई अवगत नभएकोले गर्दाखेरि त्यस्तो भएको रहेछ। र हामी त नेपाली भाषी हौँ अनि हामीले आफ्नो भाषाले मान्यता पाइसकेपछि के हुन्छ भन्ने कुरा हामीले जान्ने एकदमै महत्त्वको कुरा छ है। मैले यहाँ अलिकति यहाँ खोजी गरेर लिएको छु, यहाँ तपाईँहरू समक्ष मैले प्रस्तुत गर्न चाहन्छु। विशेष गरी नेपाली भाषाले भारतको संविधानको 8औं अनुसूची अन्तर्गत मान्यता पाइसकेपछि थुप्रै फाइदाहरू छ। नेपाली भाषाले देशका अन्य विकसित भाषाहरू सरह नेपाली भाषाले उच्च शिक्षा अनि देशका UPSC जस्ता गरिमामय परीक्षाहरूमा पत्रिका के उत्तर पत्र लेख्नु है, त्यो छ एउटा। अनि त्यसरी नै जब हामीलाई के लाग्छ अहिले पनि नेपाली भाषा विदेशी भाषा भनेर लान्छना लागिबस्छ है, त्यो अलिकति पोलिटिकल कुरा हो, राजनीतिक कुरा हो। अनि त्यो लान्छना लाउनेहरूमा पनि यो भारतको 8औं अनुसूचीमा भइसकेपछि कानुन लाग्ने है। कारण यसरी 8औं अनुसूचीमा अन्तर्भुक्ति पाएको भाषाहरूलाई विदेशी भाषा भन्न पाइँदैन, राष्ट्रिय भाषा भन्ने त्यस्तो। अनि यो UPSमा भइहाल्यो है। अनि यसरी अरू के छ भन्दाखेरि 8औं अनुसूचीका भाषाहरूले करेन्सी नोट है, पैसामा के अरे जग्गा पाउँछ, जसमा नोटको नाम जस्तो 10 रुपियाँ भने हाम्रो नेपालीको त्यहाँ अक्षर पनि हुन्छ है, नेपाली लेखेको हुन्छ। साहित्य अकादमीले मान्यता दिन्छ। त्यसरी नै बुक ट्रस्ट अफ इन्डियाले मान्यता दिन्छ। अनि विशेष गरी अहिले पनि त्यो पोस्ट हुँदो रहेछ भारतको संसदमा, लोकसभा अनि राज्यसभामा इन्टरप्रिटरको काम, अनुवादकको काम, त्यो पनि भ्याकेन्सी खोल्दो रहेछ। त्यसको पनि एउटा हामीले फाइदा उठाउन सक्छौँ। तर त्यो चाहिँ हामी आफूबाट छ है, त्यो पनि हामीले जान्नुपर्छ। अनि पहिला त HRD मिनिस्ट्री भनिन्थ्यो, ह्युमन रिसोर्स डेभलपमेन्ट भन्थ्यो। अहिले त त्यो शिक्षा मन्त्रालय भएको छ, एजुकेसन मिनिस्ट्री भएको छ। त्यो एजुकेसन मिनिस्ट्रीबाट पनि भरपुर हामीले फाइदा पाउँछौँ। कल्चर मिनिस्ट्री, संस्कृति मन्त्रालयबाट पनि हामीले पाउँछौँ है।
यसरी नै अर्को के हो भन्दाखेरि हामीले जुन लोकसभा अनि राज्यसभाको जुन प्रोसिडिङहरू छ त्यसलाई पनि हामीले आफ्नै नेपाली भाषामा सुन्न पनि सक्छौँ अनि हाम्रा यहाँबाट हामीले छानेर पठाएका हाम्रा प्रतिनिधिहरूले त्यहाँ गएर हाम्रो नेपाली भाषामा हाम्रो कुरा राख्नु पनि सकिन्छ। त्यो चाहिँ खालि 8औं अनुसूचीमा अन्तर्भुक्ति पाएका भाषाहरूले मात्रै पाइन्छ। यसरी नै मैले अघि भनिहालेँ है, लोकसभा, राज्यसभा, देशको सर्वोच्च न्यायालय, सुप्रिम कोर्ट, उच्च न्यायालय, युनिभर्सिटी ग्रान्ट कमिसन जस्ता राष्ट्र स्तरीय संस्थाहरूमा हाम्रो भाषाको प्रत्येक विभाग हुन्छ, इन्टरप्रेटिभ डिपार्टमेन्ट हुन्छ, त्यसमा काम पाउने एकदमै हाम्रो के अरे के भन्ने मौका हुन्छ है। त्यसको लागि चाहिँ आफूबाट पनि छ है। यसरी नै पार्लियामेन्ट मेम्बरहरूले ओथ अफर्मेसनको लागि आफ्नो भाषामा है शपथ ग्रहण गर्न पनि सकिन्छ। त धेरै कुरा फाइदा छ। तर यो सबै फाइदा हुँदाहुँदै हाम्रो जिम्मेवारी के हो? हाम्रो जिम्मेवारी भाषाको सम्वर्धन हो, भाषाको संरक्षण हो। किनभने कुनै कुराको संरक्षण सामयिकमा मात्र हुन सक्दैन। कतिपय कुराहरूको संरक्षण हामी एक्लैले पनि गर्न सक्छौँ। मैले मेरो भाषाको संरक्षणको शुद्ध बोलेर, शुद्ध लेखेर, नेपाली पुस्तकहरू किनेर पढेर त्यो पनि एउटा संरक्षण नै हो, एउटा सम्वर्धन नै हो। हामीले एकजनाले, प्रत्येक मान्छेले आफ्नो भाषाको यसरी है मूल्य बुझेर, भाषालाई सम्मान गरेर अरू भाषा पनि सिक्नुपर्छ। डाक्टर गोकुल सिन्हा जब भन्नुभएको छ अरू भाषा सिक्नुपर्छ, अङ्ग्रेजी सिक, हिन्दी सिक, बाङ्ला सिक, तर नट एट द कस्ट अफ नेपाली। नेपालीलाई मारेर चाहिँ होइन, जुनै पनि भाषा सिकौँ तर शिरमा चाहिँ हाम्रो नेपाली हुनुपर्छ है। त्यो हो भने हाम्रो भाषा बाँच्छ। भाषा बाँचे हामी बाँच्छौँ, हामी बाँचे हाम्रो जाति बाँच्छ, जाति बाँचे मुद्दामा त्यहाँबाट त बगुन्द्र आइहाल्छ है। अनि भाषा मान्यता इतिहास उपलब्धिबारे यो वार्ता एकदमै छोटो हो। अब यसमाथि मैले अघि भनिहालेँ किताब पनि छ, हाम्रो सुभाष भुतानसरको थुप्रै किताबहरू छ, प्रक्रियाको एउटा भाषा विज्ञानको छ। अनि यो भाषामाथि पिएचडी पनि भएको रहेछ बनारस हिन्दू युनिभर्सिटीबाट प्रोफेसर सञ्जय राईसरको निर्देशनमा। दिल्लीराम शर्मा नामक एक व्यक्तिले यो भाषा मान्यता आन्दोलनमाथि पनि पिएचडी गरिसकेको रहेछ। त्यो हुँदाखेरि भाषा मान्यता एकदमै व्यापक विषय हो है। यसबारे खोजेर अहिले त किताबहरू त अहिले यो भाषा मान्यता आन्दोलनको अहिले 5औं संस्करण पनि आएको छ, माथि अक्सफोर्डमा पनि किताब छ, त्यो लगेर तपाईँले पढ्न सक्नुहुन्छ। त्यहाँ व्यापक इतिहास छ हाम्रो भाषाको। 1901देखि मोर्ने मिन्टो भन्ने जुन अङ्ग्रेजी अफिसरहरू थियो त्यहाँदेखिको नै यता के अरे त्यो एउटा ब्याकग्राउन्ड के त्यो पृष्ठभूमि त्यहाँदेखि नै हाम्रो नेपाली भाषाको एउटा कथासँग हामीले व्यथा पनि जोड्नै पर्छ। किनभने यो भाषाले मान्यता पाएको यो कथा मात्रै यता व्यथा पनि छ। यसमा दुईजना प्रधानमन्त्रीको मुखबाट हामीले नेपाली भाषा त विदेशी भाषा भन्दाखेरि सुन्न पायौँ, एउटा मोरारजी देसाई, अर्को इन्दिरा गान्धी। अनि हामीलाई त्यो भन्दाखेरि चाहिँ हाम्रो मनमा लाग्यो, तर नेपालीहरू कस्तो खालको जाति छ भन्दाखेरि चाहिँ हामीले के भन्नै पर्छ, मनमा लाग्ने भयो भने हामी चाहिँ काम गर्दैनौँ। जब इन्दिरा गान्धी अनि मोरारजी देसाईले यो भाषा विदेशी भन्यो तब चाहिँ यो आन्दोलन अझ व्यापक बन्यो, अझ उग्र भयो। ठाउँ ठाउँबाट हाम्रो विरोधहरू गर्न थाल्यो। यसरी है दीर्घ परिश्रम, दीर्घ खटाइपछि मैले अघि भनिहालेँ 36 वर्षको सुदीर्घ है समयलाई गर्दै कठिनाइ भोग्दै हाम्रो भाषाले 20 अगस्त 1992को दिन भारतको संविधानको 8औं अनुसूचीमा अन्तर्भुक्ति भयो, मान्यता पायो। यसैको एउटा खुसीमा है, यसैको शुभ अवसरमा, यसैको पुनित अवसरमा हामी नेपालीहरूले आज 20 तारिकको दिन नेपाली भाषा मान्यता दिवस मनाउँछौँ। र हामी यहाँ उपस्थित सम्पूर्णमा शुभेच्छा, शुभकामना। मैले अघि भनिहालेँ हाम्रो भाषालाई माया गरौँ, भाषा हाम्रो प्राण हो, भाषा हाम्रो आत्मा हो, भाषा बाँचे हामी बाँच्छौँ भन्दै म बेसी बोल्दिनँ। हाम्रो अलिक सांस्कृतिक कार्यक्रमहरू पनि छ, तपाईँले त्यसको भरपुर मनोरञ्जन उठाउनु होला। यति भन्दै मेरो यो वार्ता यति नै समाप्त गर्छु। धन्यवाद।